योलाई पात्लो भन्छन् भने पुरा स्पेसहरू फुल 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 भइरहेको छ ढोकले मरम ज्यान घटाउनु ज्यान के भएको हौ स्वेटर लाइन मलाई खासै जानु उयो त मागा मैले खाना खानु हेलो जोरले नमस्ते साथीहरू स्वागत छ हजुरहरूलाई मेरो आजको नयाँ भिडियो एन्ड ब्लगमा के हो यो भिडियो कि ब्लग हो के हो यो त मलाई थाहा छैन म चाहिँ भिडियो बनाउन छु मेरो साथीहरूसँग म चाहिँ बजार जाँदैछु साथीहरू हैन अनि त्यसैमा चाहिँ मैले भिडियो बनाइहाल्नु पर्यो भनेर चाहिँ बनाउन लाग्यो तर म मोटेर त हेर्नुस् त म त आफै छक्क पर्छु किन यस्तो मोटेर नि आँखै देखिन्न मेरो अनुहारै देखिन्न अजीब छ साथीहरू मेरो साथीहरू चाहिँ तल गइरहेछन् म चाहिँ यहाँ छु आज बजार जान लाग्छौँ अनि मेरो भिडियोहरू जसले पनि हेर्नु भएको छ उहाँले चाहिँ मलाई चिनिसक्नु भएको होला कि म को हुँ भनेर तर पनि मेरो परिचय त थोरै दिउँ न होइन साथीहरू मेरो नाम चाहिँ सङ्गीता बाठा मगर हो फ्रम रोल्पा अहिले म जङ्गलमा छु टिस्क्याउ के हो हे भगवान् मोटेर नि यो नाक चाहिँ यो मेरो रिङ्कल यो चाउरी पर्छ कि म नाक खुम्जाउने भएर यस्तो भएको हो नर्मलै साथीहरू जाँदैछु भिडियो बनाउँछु सोचेको छु लेट्स सी हेरौँ साथीहरू कस्तो हुन्छ भिडियो बन्छ कि बन्दैन भनेर पानी बनाउन थियो नि अहिले चाहिँ घाम लागेको छ टाउको फेरि के साह्रो मोटे देखिन्छ के मलाई त खत्तम हामी चाहिँ पुलमा हिँडिरहेछौँ उनीहरू चाहिँ उता कराइरहन्छ यता पुलमा हिँड्दैछौँ हामी जाँदैछौँ के बोलौँ अर्कै देखिन्छ मलाई किन यस्तो अर्कै देखिन्छ हौ कालो न कालो र कस्तो मेरो बबिता मेरो त गालाले नि आँखै देखिन्न नाक्चा सब पुरिगएको छ ठेप्चे मात्रै देखिन्छ के हो यस्तो से कस्तो र नि भगवान् खोइ त प्लास्टिक त्यहाँ हे भगवान् काम नभए पनि न र देखिन्छ अहिले के रे कहाँ दारू ल यो पनि राखिदिन्छ म जान्न क्या म जान्न गजब बेइज्जती है म एक जान्न यो यही भइरहेछ त टङ्गाइनु हुन्छ केही हुन्न कि यहाँ मोबाइल मात्रै छ कि यत्रो छिरो म जान्छु लिन छिर्दैन के त्यो नटङ्गाउ कि टङ्गाउने बेला झन् जाला नि तल हो त भुइँमै ठिक छ बरु मेरो त केही राम्रो छैन मायाको यहाँ किन आउनु पर्यो र टिममा जाने होइन हामी त्यो त अहिले एकछिनपछि गयो नि त र के होला र टक्कर लाग्यो मलाई यस्तै हुन्छ छाड्ने मान्छेहरू यस्तै हुन्छ किन हलाउँछु के कस्तो मजा आउँछ ओहो नि पल्टाउँछ अरे पुल पल्टिन्छ अरे अब पुल चाहिँ कसरी पल्टिन्छ र काठै मान्छे पल्टिनु ओ कस्तो राम्रो सिन टक्कर लाग्यो सिन कस्तो राम्रो पछाडि गहरी ओहो यता पनि कस्तो राम्रो नि फोटो खिच्न लाग्ने यिनीहरूले फोटो खिच्न लाग्ने कसले खिचिदिने हो थाहा छैन हाम्रो घर चाहिँ त माथि जङ्गल देखेछ नि त्यसको पनि माथि हो हामी चाहिँ यता आएको छौँ हामी जानुपर्ने चाहिँ उयो जङ्गलको माथि हो अब यति बनाउँछु अब मलाई अरू त जङ्गल लाइन साथीहरू हामी चाहिँ फोटो खिचेको खिचिछौँ होइन उनीहरूले चाहिँ उता फोटो खिच्दैछन् उता पारिको मान्छेहरू आएर बस्नुभएछ देख्नुहोस् अघिसम्म कस्तो थियो अहिले चाहिँ हिरोनी जस्तो कपाल उडाउनु पर्यो भनेर खुल्ला पारिसकेको छु फोटो खिचेर झन् उनीहरूले चाहिँ छिटो के कहिले त ग्रुप पनि खिचाउन हौ घाँटे
आऊ इनरको त सक्यो अब डबल ठुलो छ कि इनरको भन्दा अनुहार त मेरो डबल ठुलो छ अब सक्को रे हामी चाहिँ अब यो पुलबाट जान लाग्यौँ किन भावना चल्दैन कसै कसैबाट मैले कति बनाएको छु नि अस्ति लुङ्गी लगाएको कोही नचलेर कस्तो टेन्सन भएछ के भयो किन हो र हामी चाहिँ जान लागिसक्यौँ अब यो दुइटै मैले उचाल्ने तिनटै मैले उचाल्ने सबै लाऊ ज्यान घटाउनुस् ज्यान म के साह्रो गोरुमा निलिरहने म के साह्रो गोरुमा निलिरहने तपाईँको दिदी सेतो हुनुभएको छ भाइ हजुर सेतो हुनुभएको छ होइन मैले तिमीले के ल्यायो किन मैले लायो के अनि त्यो होइन होला एकदम नेचुरल ब्युटी मैले तिम्रो भन्नु धेरै उ गरेको छु कि म घसेको छु के तर खोइ यिनले पनि लाएको छैन नि त फिल्म लगाउनु त लाउनु भएन लायो फिल्म लगाउने आज पनि लाउनु भएको छ मैले लाएको छैन मेरो हेर्नु चाला माया मैले लायो टिफिन मैले गोरु मान्ने पनि खुसरो मान्ने छु त यी के काम छ सेतो मान्नु छ सेतो नि पुरै मेकअप गरे हो क्या जस्तो नि केही गरेन फेरि छि 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 के कुन क्रिम लाउनु लान्न सनस्क्रिन बेबी 100 रुपैयाँ नि हालत कम खराब छ र के तर पुरै मेकअप गरे जस्तो मान्ने रहेछ यो भिडियो बनाए जस्तो लाग्ने भिडियो बनाए जस्तो मान्छे कहाँ गएछ कस्तो राम्रो भिडियो बनाएको कस्तो राम्रो भले क्या यस्तो त सबै यो पछाडि गएको के हो दामी देख्छ तिम्रो कम्मर हो कि के रे डोक्सी तिम्रो ढोग्रा त अलिक पातलो छ मेरो ढोग्रा योलाई पातलो भन्छन् भनेपछि मेरो ढोग्रा पातलोलाई के भन्छन् के ढोग्राको त पुरै ढोग्रा खाएको कहाँ जा सब जाने यहीँ भुँडीभित्र हो नि ढोग्रा कम्मर त हुने हुने कस्तो राम्रो देखिने रहेछ नि घलेक यिनी मध्ये को राम्रो छ कब्रै पातलो सुन्ने रातो भए सबैसँग मिल्छ नि सँग अरू त बुलुजमा लानु कति राम्रो हुन्छ देखिन्न सो भए देखि बजार आइपुग्यो हामी चाहिँ बजार आइपुग्यौँ यिनीहरूले चाहिँ बुलुज सिलाउनु खाने कि यसरी टिलरमा मन पराउ रे के गर्ने यस्तो यस्तो मन पर्यो यसको अहिले नाक नि त होइन अघि नै सिलाउने लाछ भनिरहन्थ्यो अनि अहिले लारहेछ त मैले के यस्तो अघि नै पैसा किन छैन भने होइन र तल 100 रुपियाँ माग्ने बेला 100 रुपियाँ माग्नु 1 रुपियाँ छैन भन्थे 1 रुपियाँ हालेको छैन मैले त्यहाँ पनि रहेछ ए इन सिम्पल घलेको तर योभन्दा त्यो राम्रो देखिन्छ त्यो कति राम्रो छ आयो आउन त अब कतै हो है के हो म त आएन चल्ने हो कि नै आउनु त आइरहेछ र डकुमेन्ट गरे कि नगरे कि डकुमेन्ट न मान्छेको जुत्ता हेरेर औकात थाहा हुन्छ अरे त्यही भएर म चप्पल लगाएर हिँड्छु किनकि मलाई आफ्नो औकात देखाउनु छैन पुगाउने बेला अनि ल्याउने बेला के नदीबाट माखाले खायो बल्ल भयो नि भयो कि भएन
अझै भेजेन कति बेला आउने अरे जाम त्यसो भए नसकेन पुरै चक्क लाग्न अहिले बोलाउनु नि टाइम लाग्छ बोलायो भने फेरि अर्कोबाट आएछु म भन्न मिल्छ कि त्यहाँ बोलाउँछन् अर्को ढिलो हुन्छ के मान्छेलाई बोलाइसक्यो त्यहाँ तिम्रै त्यहाँभित्र बस्नु न त किन आउनु भएको मोबाइल पनि कहाँ हाल्नुहुन्छ नि चक्कर लाग्यो भोकले म छ भोक लाग्यो पुरै हेर त भोकले मरन तरन भएर फलाटै डङ्ग लगाइसकेको छौँ मैले त नि यस्तो वागौला जस्तो मैले त्यत्तिकै आइरहन्छ कि ग्यास्ट्रिक भइकन यतिखेर त एकदम भात गर्नु होला ल तारिक सम्झाउँछ तिमी किन सिम्पल जितो मुन छक्कै परेछ मुन लिप्स्टिक नलाउनु के हो नि त्यही तिमी आजभोलि किन सिम्पल हुन्छ र लिप्स्टिक कति लाग्यो किन अनुहार फेरि ड्रो मन देखेको त्यो लिप्स्टिक नलाइसु आन्न रे कति आउँछ अरे के टाइम लाग्छ ए रे म भनेन कस्तो मान्छे भोकले मलाई बिर्सेल्नु भइरहेछ त्यहाँ भनेको त कसरी खाने माखा मन के गएर ए मेरोमा त कति राम्रो देखा न र फेरि देखा छैन होइन कि झिलमिल अनुहार देखाएको छ भनेको के हेर त माखा हेर त माखा मैले खाना खानुभन्दा पहिला माखा मलाई खाइसकेँ माखाले उठा ले रे देवा उठा ले रे बाबा भिडियो बनाउनु पर्यो कहाँ थिएँ ए पेट्रोल छ क्या रहेछ नि दाइको नै अटो छ कति राम्रो देखाइदिएको छ यहाँ माथि हेर न फोटो खिच्दैन भावना फोटो खिच्दैन हौ त अनि राम्रो आइसक्यो ल गर त बबिता म यस्तो गर्थेँ के म यस्तो गर्न तिमीले देखाउँछ अब यताको छेउबाट म त्यताको छेउबाट उतैबाट देखाउनु तिम्रो टाउको तिम्रो खराले मैले यस्तो गराउनु सकिनँ के यो हात ल्याउनुमा गराउँछ ल मैले गराएँ के बित्यो त अब यहाँ केही बित्यो अच्छा छिटो बनाउन त माया थाहै भएन आउनु भएन बाबु तर अनुहार हो कि डन्नर हो नि यो के हो हाँडी हो कि के हो यो हामी चाहिँ घर जान लागेको छौँ मैले लिनु भने बजार के विदेशी त भयो हो त्यही त खिच बाबु खिच रियलमा पैसा जस्तो होइन यस्तो चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह खिचेर रियलमा यस्तो मान्ने के यस्तो खिच रेलमा खिच्न लागेको फोटो पनि मैले खिच्न हाल्छु खिच्दैन मान्छेले देखेछन् कि क्या बाहिर कत्रो आयो के मेरो हेर जाऊ नमस्कार ए बाबु हो त्यहाँ मान्छे चिने मान्छेले देख्छ मान्छे खसी के भएन मोबाइल नखसोस् भन्ने मेरो धारणा हो हामी चाहिँ घर जान लाग्छौँ बजार यस्तो छ साथीहरू हो हामी चाहिँ अब घर गइ पुग्न आँटेको छौँ अनि नाच्दैछन् उनी चाहिँ अब हामी चाहिँ घर पुग्न लागेछन् साथीहरू हित्ती नै आइसक्यौँ घर आइपुग्यौँ कि अब चाहिँ भयो भने उनले चाहिँ फोटो खिच्न लागेछन् हामी अटोमा आएको थियौँ अटोबाट पनि झरिसक्यौँ अब चाहिँ जाँदैछौँ यही हो मेरो अनुहार भिडियो चाहिँ भन्नु कि भन्नु गजब बेइज्जती है सो म चाहिँ घर आइसकेको छु उनीहरू चाहिँ आफ्नो घर गइसके साथीहरू उनीहरू चाहिँ कहाँ उनीहरूको उता पारी हो घर उनीहरू चाहिँ उता गइसके हाम्रो घर चाहिँ यता हो नि त अनि म चाहिँ आइसकेको छु अब चाहिँ रात परिसकेको छ अनि त्यो भएर चाहिँ केराउ टिप्नु पनि हुन्छ साँझको लागि तरकारी खान केराउ बनाएर खाने भनेर म चाहिँ रोटी तरकारी खाने भनेर टिप्न आएको छ म र मेरो भान्जी हेलो भान्जी नानी हेलो नमस्ते आउच नमस्ते
सो अब हामी चाहिँ अब केराउ टिप्नु पर्ने हुन्छ साथीहरू यो चाहिँ हाम्रो तरकारी बारी के भएको हौ स्वेटर हामी चाहिँ अब यो तरकारी टिप्नु पर्ने हुन्छ साथीहरू छट्के टोपी अब तरकारी टिप्छौँ अनि त्यसपछि घर गएर बनाएर साथीहरू भिडियो त बनाएको थिएँ कि घर गएर खानुपर्छ भनेर त्यसरी भिडियो चाहिँ बनाएको थिएँ अनि अरू पनि भिडियो देखाएको थिएँ मैले यो के अरे केराउबारी अनि यो यस्तो पनि सबै देखाएको थिएँ नि त मैले बोलाएको थिएँ अनि इस्युज फुल भएर चाहिँ मेरो क्यान्सल भएछ भिडियो मैले त थाहै पाइनँ अहिले हेर्ने बेला अब क्यान्सल छ साथीहरू अनि म त छक्क परेँ सो मैले चाहिँ यो मेरो लसुनबारी हो हाम्रो यो चाहिँ लसुनबारी हो साथीहरू यहाँ ओरादेखि यता परसम्म यो सबै हाम्रो लसुनबारी हो हामी चाहिँ यहाँ लसुन लाउँछौँ अनि यो चाहिँ फुलहरू देख्न सक्नुहुन्छ कस्तो राम्रो फुल फुलेछ नि फुल चाहिँ होइन है साथीहरू यो चाहिँ के भने नि साग यो के हो टोपी यो चाहिँ साग खाइसकेको अनि त्यसपछि सागको यो फुलेको हो आइसा उहाँ चाहिँ मेरो भान्जी नानी हुनुहुन्छ अनि यो चाहिँ हाम्रो फुल्या हो अनि यसको चाहिँ पछि तोरी पनि हुन्छ अनि यिनीहरूको बिउ राख्न पनि हुन्छ त्यो भएर चाहिँ हामीले यसरी राखेको साथीहरू अब चाहिँ साग यो टिप्नु पर्ने चाहिँ टिप्दै हेरेर राख्नै पराट्नु है अब चाहिँ मैले टिप्नु पर्ने हुन्छ हाम्रो केराउ साथीहरू अब यस्तै हो एक केराउ खाने बेलुका बोल्नु हुने तपाईँ मेरो भिडियोमा मेरो भान्जी नानी बोल्नु हुने अरे ल बोल्नुहोस् त हेलो साथीहरू म कक्षा 3 मा पढ्ने आइसका घर चाहिँ म मेरो मान्छेले एउटा लाइक गरिदिनु होला ओके अनि भिडियोमा जति हेर्नु भएको छ ती लाइक गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला शेयर पनि गरिदिनु होला अरूलाई त्यसको लागि म एकपल्ट मेरो भान्जीनानीलाई बोक्छु अब बोक्छु कि अब यत्रो भन्नुभयो साथीहरू मेरो भान्जीनानीले भने अनुसार चाहिँ के गर्ने रे आइसा के गर्ने रे ल भन्नु लाइक गरिदिनु होला सब्स्क्राइब गरिदिनु होला च्यानललाई मेरो माइजलाई माया गरिदिनु होला मेरो माइजलाई माया गरिदिनु होला धन्यवाद यस्तो भन्नुभएछ मेरो भान्जीनानीले भन्नुभएछ भने साथीहरू गरिदिनुहोस् होला ल प्लिज 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 गरिदिनुहोस् होला अब जतिजनाले पनि अब सब्सक्राइब गर्नुभएकोले हेर्नुहुन्छ भने धन्यवाद अब नगरेकोले हेर्नुहुन्छ भने पनि प्लिज सब्सक्राइब चाहिँ हानिदिनुहोस् ल यो टिका फेरि टिकुले फेरि उड्न लाग्यो चाहिँ के हो बाबा यस्तो भन्दै साथीहरू अब चाहिँ मेरो पुरा स्पेसहरू फुल भइरहेको देखाइरहेको छ फुल देखाइरहेको छ त्यो भएर चाहिँ मैले भिडियो यहीँनिर इन गर्छु साथीहरू अब फेरि अब कुनै दिन कुनै बार फुर्सद मिलाएर अर्को भिडियो लिएर हजुरमा आउने नै छु त्यो दिनको लागि साथीहरू म त डेली लाइभ हो होइन म त आइरहन्छु भिडियो नआए पनि मेरो थुप्रो त देखिरहेको छ मोटे भ्याटले ढ्याप्सै म चाहिँ सधैँ आइरहने हो तपाईँहरूको माझ खुट्टो मेरो कसले मलाई कति वेट कति हाइट भनेको छ अब वेट हाइट सबै हेर्न सक्नुहुन्छ है साथीहरू भन्दै म चाहिँ भिडियोलाई इन गर्छु साथीहरू गर्नै मन लागेन कि यस्तो राम्रो देखिरहेछ कि त्यहाँ अनि त्यो इन गर्नै मन लागेन अब चाहिँ गर्ने तिनजना हेरिदिनु भएकोमा धेरै धन्यवाद साथी अब फेरि कुनै दिन कुनै बार फुर्सद मिलाएर हजुरमा आउने नै छु नयाँ भिडियो लिएर त्यतिन्जेलको लागि साथीहरू लाइभमा म टुप्लुक आइरहन्छु बाई आइसा भान्जी बाई